सबैलाई नमस्ते। आज यो थर्ड पार्टमा हाम्रो क्यालेन्डर फाइनल जस्तै हो अनि कभरको लागि हामी एकचोटि अब पछि एउटा नेक्स्ट भिडियोमा हेर्दिनु होला। अनि अस्ति अब हाम्रो यहाँ क्यालेन्डर यतिसम्म बनाइसक्यो। यो बिचमा मैले भिडियो अपलोड गर्न पाएन, त्यसको लागि माफी चाहन्छु। अहिले अब क्लासहरूको त्यस बिचमा अलिकति टाइम धेरै हुँदैन रहेछ। एनिवे अब यसमा हामीले क्यालेन्डर अस्ति नै हामी यहाँ अब यतिसम्म हामीले बनाइसक्यो, राइट? अब यो डिजाइनको तिमीहरूलाई चाहियो भने, हजुरहरूलाई चाहियो भने यो डाउनलोड गर्ने मैले डिस्क्रिप्सनमा राखेको थियो। अनि योहरू कसरी बनाउनु पर्छ म पहिला भिडियोमा राखेको थियो, यो हेरिदिनु होला। अब क्यालेन्डरमा हामीले यो क्यालेन्डर सिर्फ ग्रिगोरियन क्यालेन्डर मात्र हो, हाम्रो इङ्ग्लिस क्यालेन्डर, इन्टरनेसनल क्यालेन्डर कुरा गर्दैछ, राइट? सो अब आज चाहिँ हामी यहाँमा क्यालेन्डर मेन अब त्यो हुन्छ, त्यो लिएर आउँछ। यो फोटोहरू चाहिँ कहाँबाट निकालेको मैले अस्ति पनि भनेको थियो, सधैँ भन्दै थियो, राइट? देयर आर टु वेबसाइट, होइन? फर्स्ट वेबसाइट यो हो पिक्चर बे भन्छ हामीले। यो यसमा स्टक इमेज यहाँमा छ नि, होइन? यहाँ माथि लेखेको छ स्टनिङ फ्री इमेजेस एन्ड रोयल्टी फ्री स्टक भनेको छ नि। मतलब के हो, यिनीहरूमा खर्च 1 रुपियाँ गर्ने पर्दैन, यसमा सबै फ्री फोटोहरू आउँछ तिमीहरूलाई चाहिन्छ भने। अनि यहाँमा एउटा छ यो पिक्सल्स भन्ने एउटा रहेछ नि, त्योमा पनि सेम हो। यसमा चाहिँ रोयल्टी फ्री हो, तर यसमा चाहिँ के हुन्छ भने एट्रिब्युट गर्नुपर्छ। त्यो तिमीले फोटो डाउनलोड गरेको त्यो मान्छेको नाम चाहिँ तिमी जहाँ कमर्सियल युज गर्दैछ त्यसमा भन्नुपर्छ, राइट? ओके। अब हामी यहाँ इन्डेजनको कुरा गरौँ। इन्डेजनमा अस्ति नै मैले भनेको जस्तो अब यो क्यालेन्डर चाहिँ यता लिएर आउने हो। भेरी सिम्पल, भेरी इजी, एकदम सजिलो छ। अब यसमा चाहिँ हाम्रो काम के गर्ने, यसमा थिच्ने, राइट क्लिक गर्नु होला, कट गरे पनि हुन्छ, कपी गरे हुन्छ। अब हामी अहिलेको लागि के गर्ने, कपी गरिदिन्छौँ, राइट? त्यसको पछि A4 मेन पेजमा आउनु होला, राइट क्लिक, पेस्ट गर्नु, पेस्ट इन प्लेस नगरिकन पेस्ट गरिदिनु। अब हामी सर्टकट धेरै जति सर्टकट जान्छु। अब म एउटा दुईवटा चाहिँ म देखाइदिन्छु अनि अर्कोहरू म फास्ट फरवर्ड गरिदिन्छु, राइट? न यो क्यालेन्डर ल्याएको चाहिँ हामीले यहाँमा त्यो गाइड एउटा छ नि, अस्ति गाइड बनाएकोमा राख्दिनँ। म जुम टुल पनि निकालिदिन्छु एकछिन, है? जुम टुल यहाँ राखिदिन्छु, राइट? न अब हजुरहरूले यहाँ हेर्ने बेला यो टेबलको साइडमा एउटा निक्लिएको देख्दो रहेछ नि, त्यो चाहिँ के हो भने फ्रेम हो, एउटा फ्रेम जस्तै हो। अब हामी यो ओलसँगै गर्ने सक्छ सक्दैन एकल चेक गर्ने, राइट? सबै सेलेक्ट गर्नु, राइट क्लिक गर्नु, फिटिङमा जानु, फिट फ्रेम टु कन्टेन्ट भनेर थिच्नु होला। त्यसले के गर्छ भने तिमीहरूले यहाँमा एउटा बक्स छ नि, बक्स ठुलो टेबल जति ठुलो होस्, टेबल जत्रो अब यो बक्स बनाइदिनु भनेको छ। ओके, राइट क्लिक, फिटिङ, फिट फ्रेम टु कन्टेन्ट, यसमा, राइट? नाउ यहाँ साइडमा राखिदिने, यो साइडमा म जुम गरिदिन्छु। यहाँ साइड हामीले गाइड एउटा बनाएको छ नि, त्यसमा जोड्ने हो त। ओके, ड्र्याग गर्नु, ड्र्याग गरेर यहाँ राखिदिनु होला। म यहाँ किनकि मैले यहाँ जुम टुल लिएर त्यो अलिकति राम्रो हुँदैन। ओके, न यहाँ राखेर अब यो स्न्याप हुँदैन रहेछ, कहिले कहिले यस्तो हुन्छ। ठिक्कै स्न्याप नभयो भने के गर्ने भने विन्डोमा जानु, राइट? अनि गाइड एन्ड ग्रिड भनेको छ नि, त्यसमा हेर्नु हो, राइट? त्यसमा गइसकेपछि स्न्याप टु गाइड्स भनेछ, त्यसमा ओके गरिदिनु होला। किनकि यो तिमीहरूलाई जुन गाइड हुन्छ त्यसमा ठिक्कै टालेर बस्छ। यो अफ गरेको छ भने त्यो अन गरिदिनु। अन गरिसकेपछि यहाँ हेर्नु होला, म्याजिक अटोमेटिक आफै टाल्छ। त्यसको पछि यहाँ मुनि एउटा छ, त्यसमा चाहिँ हामी के गर्ने हो, यो बक्स ठुलो बनाएर यहाँसम्म ल्याउने हो, यहाँ, राइट? यहाँसम्म ल्याउने लागि हामी अस्ति नै सिकेको छ, कन्ट्रोल क्लिक, कन्ट्रोल होल्ड द कन्ट्रोल की, द ड्र्याग, कन्ट्रोल की थिचेर अनि ड्र्याग गर्नु, अनि सिफ्टसँग थिच्नु होला। के गर्छ, प्रोपोर्सन ठिक्कै बस्छ। जुन तिमीले यो बक्स जस्तो एउटा ठिक्कैको फ्रेममै बस्छ। न त तिमीहरूले यताउता सिफ्ट नथिच्यो भने कस्तो हुन्छ भने मैले एउटा एक्जाम्पल देखाउँछु। सिफ्ट नथिचिकन यस्तो आफै मिलाउँदै जाने, यसरी गरेर, राइट? सिफ्ट थिच्नु ठिकै हुन्छ, यहाँमा जहाँ हो, राइट? यसरी जनवरी भयो, जुम आउट लिटल बिट, एकछिन है,
यस्तो गर्नु होला अब हामी यहाँमा 1 जनवरी भइसक्यो राइट अब फेब्रुअरीको लिने अलिकति जुम आउट गर्छु राइट अब जुम आउट गरेर 2 फेब्रुअरी लिन्छु फेब्रुअरी लिने बेला हामीले के गर्ने यो सेम यसमै कन्ट्रोल सी गरिदिनु कन्ट्रोल सी कपीको लागि राइट अनि त्यसको पछि यहाँमा कन्ट्रोल भी गरिदिनु पेस्टको लागि अब त्यसको पछि ड्र्याग गरिदिनु होला हामी यहाँदेखि यहाँसम्म राख्ने हो राइट अनि त्यसको पछि यहाँ थिचेर कन्ट्रोल सँगै शिफ्ट थिच्नु होला राइट एन्ड देन यस भयो नाउ आई डु द रेस्ट म अर्कोहरू सबै म छिटो गरिदिन्छु सबै सेम हो कपी पेस्ट गर्ने मात्र हो त्यसमा के यस्तो झन्झटहरू छैन म यो फास्ट फरवर्ड गरिदिन्छु अनि हजुरहरूलाई यहाँ लास्टमा म देखाउँछु ओके अलराइट नाउ अब यहाँमा हेर्नु होला सबैजनाले मैले यो बनाइसक्यो हो राइट नाउ डिसेम्बरसम्म बनाइसक्यो नाउ गो ब्याक लिटल बिट यसरी गरेर नाउ अब डिजाइनहरूमा अलिअलि यताउता फरक पर्छ हजुरहरूलाई यो बेसिक स्ट्रक्चर हो हाम्रो बेसिक घर बनाउने बेला लास्टमा यो फाउन्डेसन पहिला माटो खन्नेको लागि त्यो युज गर्छ त्यो जस्तै हो यो क्यालेन्डर बनाउने बेला राइट फेब्रुअरी मार्च सबै अब यो म डिस्क्रिप्सन राखिदिन्छु यसको इन्डिजाइनको फाइल राखिदिन्छु अनि हजुरले डाउनलोड गरेर यसमा केही चेन्जेस गर्ने मन छ भने गरिदिनु होला राइट अब हामीले अस्ति जस्तो है यहाँमा जुम इन गर्छु म अलिकति राइट अलिकति जुम गरिदिन्छु अब यहाँमा हेरिदिनु होला म टेक्स्ट टुल दिन्छु टेक्स्ट टुलको सर्टकट के हो हाम्रो टी राइट टी इज अ टेक्स्ट टुल सर्टकट राइट एकछिन है मेरो कम्प्युटर अलि ल्याग भयो रहेछ टी भयो अब कहिले हाम्रो यस्तो हुन्छ अब हामीलाई यहाँमा जस्तो फर एक्जाम्पल राइट अब यो 5 तारिक चाहिँ हामीले छुट्टी मनाउने जस्तो राइट एक्जाम्पल उदाहरण तौरमा जनवरीको यो 5 तारिक चाहिँ हाम्रो छुट्टी जस्तो मान्यो भने राइट पहिला हामीले क्यालेन्डर यसमा चाहिँ हामीले यो बनाएको छ प्याराग्राफ स्टाइलकोमा हामीले होलिडे बनाएको थियो नि राइट होलिडे सेम हो त्यसमै हो न कुन चाहिँ चाहियो त्यसमा बस्नु प्याराग्राफ स्टाइल खोल्नु अब क्यारेक्टर स्टाइल होइन त क्यारेक्टर स्टाइलमा केही बनाएको छैन हामीले प्याराग्राफ स्टाइल खोल्नु रेड होलिडे भनेको छ नि यो यसमा थिच्नु होला यसमा थिच्ने बित्तिकै के हुँदो रहेछ हेर्नु त यो अक्षर सानो हुन्छ कारण के हो भने हामीले अघि अक्षर बनाउने बेला राइट अक्षर बनाउने बेला यसमा बनाउने बेला अक्षर सानो बनाएको छ न तिमीले जब जुम गर्ने बेला यसमा यता जुम गर्ने बेला यो अपडेट गरेको छैन हामीले राइट राइट क्लिक गर्नु रिडिफाइन स्टाइल गरिदिनु होला अब यसमा केही भएन भने फेरि रिडिफाइन स्टाइल गरे पनि केही फरक पर्दैन हामीलाई राइट रिडिफाइन स्टाइल सबै क्लिक गरेर म रिडिफाइन स्टाइल गर्न चाहन्छु रिडिफाइन स्टाइल भयो नि अब यतिसम्म राखिदिनु ठिकै छ राइट अब यसमा कलर लगाउनु मन छ हामीले कलर लगाएर त्यो पनि चल्छ हाम्रो यसमा गरेर रेड होलिडे एडिट रेड होलिडे गरिदिनु नत्र एप्लाई रेड होलिडे यहाँमा छ नि यस्तो गरिदिनु राइट अब यसमा गएर तिमीहरूले के भन्छ यसमा अक्षरहरू नम्बर अलिक ठुलो गरिदिनु होला केही फरक पर्दैन तिमीहरूले टेन्सनै नलिनु होला यसमा 1 भनेको चाहिँ 21874 राइट सो सेम टु सेम 21874 गरिदिनु होला हामीले 21.874 गरिदिन्छु राइट राइट क्लिक हियर ओके यहाँमा राइट क्लिक ओके सरी राइट क्लिक गर्नु होला रिडिफाइन स्टाइल गरिदिनु त्यति हो केही पनि गर्नु पर्दैन अर्को यो सबै अटोमेटिक भइसक्यो अब तिमीहरूलाई यो 5 तारिक 5 चाहिँ हामीले छुट्टी भयो अब यहाँ 27 तारिक चाहिँ छुट्टी चाहियो भने रेड होलिडेमा थिच्ने मात्र हो यसमा अटोमेटिकली सबै अपडेट हुन्छ ओके अब म ब्याक गरिदिन्छु ब्याक गर्नेलाई कन्ट्रोल 0 हो त्यो चाहिँ याद गर्नु होला सबैलाई
किनकि रेड ओभरले हामीले कन्ट्रोल जेड कन्ट्रोल अनि वाई त्योहरू एकदम काम लाग्छ राइट यतिसम्म भयो अब यदि यहाँमा हामीले कोही कोही यस्तोमा क्यालेन्डरमा यस्तो छ कि नेपाली क्यालेन्डर होस् या टिबेटन या जुन अब भुटान मलेसिया होइन चाइना कुन चाहिँ क्यालेन्डर अब त्यसमा कहिले कहिले कस्तो हुन्छ भने यहाँभित्र पिक्चर्स आउनेको सम्भावना हुन्छ हुँदैन राइट पिक्चर आउने पनि सम्भव हुन्छ अनि र त्यस्तो पनि के भन्छ सिम्बोल्सहरू आउनेको यस्तो चान्स हुन्छ न एक्जाम्पलको तौरमा म यहाँ सिम्बोल एउटा लिन चाहन्छु राइट सो यसमा यहाँ पोलिगोन टुलको जग्गामा राइट क्लिक गर्नु म यहाँ इक्लिप्स टुल दिन्छु अनि त्यसको पछि मैले यहाँ सर्कल बनाउनु बेला सिफ्ट थिचेर सर्कल बनाउँछु राइट न त्यसको पछि यो कलर के गर्ने स्ट्रोक चाहिँ चाहिँदैन हामीलाई बोर्डर चाहिँदैन सिर्फ भित्रको कलर चाहियो भित्रको कलर चाहिँ फर एक्जाम्पल रेड राखिदिन्छु एकछिनको लागि अनि सेलेक्सन टुल जानु जुम इन गर्नु फेरि जुम इन गर्नु अब 2 तारिकमा हामीलाई चाहियो भने 2 तारिकमा यसरी राखिदिनु होला अब यहाँमा एउटा क्वेसन के आउँछ भने हामीलाई यो फोटो चाहिँ यदि मैले यो क्यालेन्डर फर एक्जाम्पल राइट जनवरी चाहिँ उदाहरण तौरमा यो जनवरी चाहिँ मैले यताउता गरेँ भने यो यहाँमा मैले एउटा सिम्बोल राखेको छ त्यो ठिकै बस्दैन त्यो बस्दैन किनकि फोटोको माथि तिमीले एउटा त्यतिकै राखेको मात्र हो सो हाम्रो जिन्दगीमा नर्मल डेली लाइफको एउटा उदाहरण लियो भने तिमीले एउटा फोटोको माथि एउटा त्यतिकै फाइल राख्यो भने तिमीले फोटो निकाल्ने बेला फाइलसँगै आउँदैन नि राइट अब तिमीले यदि फोटोको फाइलको माथि फोटो टाँदेर राखेको छ भने फाइल निल्ने बेला फोटो पनि सँगै आउँछ त्यो चाहिँ कसरी गर्ने यहाँ 2टा तरिका हुन्छ एउटा चाहिँ यतिकै राख्यो भने चल्यो राइट हाम्रो 2टा तरिका चाहिँ एउटा के हो भने यो फोटो चाहिँ यहीँ भित्र हालिदिने हो बक्सको भित्र सो के गर्छ हामीले यहाँमा 2 तरिका कस्तो छ भने यो हाम्रो साइडमा ब्लू कलर देख्छ यो एङ्कर पोइन्ट हो यहाँ छोडिदिने भयो सिट्यो बुझ्यो अब म फेरि गर्छु त ओके भेरी सिम्पल इजी एकदम सजिलो छ यहाँ ब्लू कलर देख्छ म यहाँ अझै यो जुम गरिदिन्छु यहाँ एउटा नीलो कलर एउटा देख्दो रहेछ नि राइट योमा थिचेर यसमा चाहिँ के भन्छ भने एङ्कर गर्नुपर्छ हाम्रो ढुङ्गाहरू जहाजहरू ठुलोठुलोहरूमा के हुन्छ एउटा एङ्कर जस्तो हुन्छ राइट यसमा थिचेर तान्ने हो कहाँ राख्नु मन छ 2 नम्बरमा राख्नु मन छ कि 3 नम्बरमा राख्नु मन छ कि पछाडि राख्नु मन छ कहाँ राख्नु मन छ यसमा राख्नु मन छ छोडिदिने हो छोड्ने बित्तिकै यहाँ त त्यसलाई के भन्छ एङ्कर पोइन्ट भन्छ एङ्कर भन्छ यो एङ्करले के गर्छ योहरू टेक्स्ट जहाँ गयो भने पनि यो सँगै जान्छ सो उदाहरण तौरमा एक्जाम्पल अब इफ आई वान्ट टु मुभ दिस जनवरी यो जनवरी यताउता मुभ गर्ने मन छ मलाई यहाँ सँगै आउँदो रहेछ राइट सो यदि मैले एङ्कर नगरेँ भने हेरेँ एङ्कर गरेको छैन अब मैले ब्याक गरेको छु एङ्कर नगरेँ भने म जनवरी उता ताने भने यो पिक्चरलाई हेर्दैन है यहाँ हेर्दा यो रेड कलर रेड डोट चाहिँ त्यहीँ बस्छ यो मुभ गर्दैन किनकि तिमीले माथि मात्र राखेको हो राइट भित्र राख्यो भने भित्र राख्नेको लागि मैले भर्खर भनेको जस्तै यहाँ थिच्नु होला एङ्कर पोइन्ट एउटा छ नि त्यहाँ बनाइदिनु 2 नम्बरमा चाहियो 3 नम्बर 4 कुन चाहिँमा चाहियो तिमी आफ्नो इच्छा अब यो 4 नम्बरमा राखेको जस्तै हो तिमीले तर यो यहाँ बसेको छ 4 नम्बरमा यसरी राखिदिनु होला केही प्रब्लम छैन केही टेन्सन छैन यताउता गर्न पाउँछ किनकि तिमीले एङ्कर बनाइसक्यो राइट सो एङ्कर मैले जहाँ बनाएँ मेरो मर्जी हो यहाँ अब यहाँमा मैले सिम्बोल मात्र राखेँ एउटा सानो सिम्बोल अर्को फोटो जस्तो राख्ने मन छ भने त्यो चाहिँ आफ्नो फोटो निकाल्नु होला कन्ट्रोल डी गरेर हाम्रो कन्ट्रोल डी सर्टकट प्लेस राख्नेको लागि हो राइट मैले यहाँमा योहरू फोटोहरू भएन राइट सरी हाम्रो यहाँमा मैले सिम्बोल एउटा छ सिम्बोल सो आई थिङ्क मैले कहाँ राखेको छ भने मनस्ट्री रिलेटेड यहाँ राखेको छ ओल द फाइल मैले यहाँ छ नि राइट अब यहाँमा सिम्बोलमा पिएनजी हेर्छु म पिएनजी खोज्छु पिएनजी जेपीजी र पिएनजी खोज्छु राइट एकछिन है फरक हुन्छ किनकि पिएनजी यहाँ पाएको थियो पिएनजी र जेपीजीमा के फरक हुन्छ कसैले भन्छ राइट
केही फरकै पर्दैन पिएनजी र जेपिजीको के फरक पर्छ हामीले त सेम हो त्यो त केही फरकै पर्दैन भन्ने त्यसको सोचमा पनि हुनसक्छ फरक पर्छ पिएनजी भन्ने बेला ब्याकग्राउन्ड छैन यसमा लेयर एउटा हुन्छ नि त्यसमा छैन सो एक्जाम्पल अब यो मलाई यो एङ्कर बनाउनु मन छ मलाई यो 12 तारिकमा राख्नु मन छ सो यहाँ राख्छु 12 तारिकमा के गर्छ भने यहाँमा ब्लू निलो कलर एउटा छ नि त्यसमा तानेर एङ्कर राखिदिन्छु त्यो ढुङ्गाको त्यो भयो त्यो हुने बित्तिका एङ्कर भइसक्यो नाउ रिमेम्बर वान थिङ एउटा याद गर्नु होला तिमीले यदि यो फोटो कम्प्युटरबाट तिमीले डिलिट गर्यो भने यो यहाँमा रेड डट देखाउँछ त एरर देखाउँछ यो के भन्दैछ भने तिमीले यहाँमा एउटा फोटो राखेको छ त्यो कम्प्युटरभित्र खोजेर पाएन भन्छ त्यो यहीँ फोटो यो फोटोहरू एक्जाम्पल तौरमा अब म यहाँ उदाहरण यो बाँदरको यो बाँदरको फोटो मैले कम्प्युटरभित्रबाट डिलिट गरेँ भने उदाहरण तौरमा म यहाँ डिलिट गरिदिन्छु अहिलेको लागि अब देखाउने लागि मात्र हो राइट बाँदरको यहाँ रहेछ नि अघि त्यहाँमा यहाँ गएर इन्टिजरमा यहाँ मुनि देख्दो रहेछ हजुरहरूले मैले यहाँ जुम गरिदिन्छु नो एरर भनेको चाहिँ नि केही मिस्टेक छैन भनेको अब मैले यहाँ बाँदरको मैले डिलिट गरिदिन्छु उदाहरण तौरमा अब यहाँ हेरेँ इन्टिजरमा हेरिदिनु हो चेकिङ भन्ने छ यहाँ देखाउँछ अहिले यहाँ देखायो एरर देखायो यहाँ बाँदरको एउटा छैन रहेछ भने देखायो क्वेसन मार्क देखायो त्यसको मतलब के हो भने कम्प्युटरभित्र तिमीले एउटा जुन सेभ गरेको छ जुन जग्गामा तिमीले राखेको छ त्यो फोटो चाहिँ त्यहाँ छैन रहेछ त्यसको जग्गामा के राख्नु मन छ कि न त तिमीले के त्यो फोटो चाहिँ अर्कोमा मुभ गरेको रहेछ त्यो फोटो खोजेर राखिदिनु भन्ने एउटा आउँछ राइट म ब्याक गरिदिन्छु यसमा ओके न अब यहाँ फेरि चेकिङ गर्छ तिनीहरूले सल्भ भयो यसको बेला के गर्नुपर्छ यस्तो बेला तिमीहरूले यदि हजुरहरूले कम्प्युटर आफ्नै कम्प्युटरमा आफै मात्र चलाउने हो भने ठिकै भयो त्यसमा त केही समस्या भएन तर यदि आफैको कम्प्युटरबाट यो फाइल बनायो अर्कोलाई पठाउने हो भने अर्को मान्छेले अब केही गरेर पठाउने हो भने हामीले के गर्छ लिङ्क भन्ने एउटा छ त्यसमा थिच्नु होला त्यसमा थिच्ने बित्तिका यहाँमा धेरै छ हेर्दा अब यहाँमा यो सबै के हो लिङ्कहरू लिङ्क भने मुनि त्यो तिमीहरूले कम्प्युटरमा जुन फोटो छ यो यहाँमा ताजा जस्तो एउटा चेन जस्तो राखेको हुन्छ राइट न के गर्नुपर्छ साइडको एउटा छ नि यहाँ बटन एउटा छ जुन फोटोमा यो फोटोमा थिच्छु साइडको यो तीनटा म यहाँ जुम गरिदिन्छु अलिकति जुन फोटो तिमी यहीँ राख्ने मन छ अब त्यहाँ दिले होस् मलाई के मतलब छैन यहाँबाट यहीँ चिप्काएर राखिदिन्छु भने यहाँ फोटोमा थिच्नु यो साइडको डट छ नि त्यो लाइनमा थिच्नु होला एम्बेड लिङ्कमा थिच्नु एम्बेड लिङ्क गर्यो भने के हुन्छ भने हजुरहरूले यहीँ फोटो राखेको अब अर्कोले पठाउनु पाउँछ अर्कोले पठायो भने यो क्वेसन मार्क आउँदैन एरर आउँदैन यो ग्यारेन्टी म अब भन्न सक्छु राइट एम्बेड लिङ्क गर्छु एम्बेड लिङ्क गरिसक्यो अब म चेक गर्छु त फेरि बाँदरको लिङ्क एकताल डिलिट गरिदिन्छु उदाहरण तौरमा अब के हुँदो रहेछ हेरौँ के भयो हामीले के गरेको एम्बेड लिङ्क गरेको एम्बेड भन्ने बेला यो फोटो यहीँ राखिदिनु त्यहाँ त्यो कम्प्युटरको यहाँ ड्राइभमा जे होस् मलाई छैन यहीँ टालिदिनु भनेको यसको मतलब यो हो त ओके एभ्रिवान सरी अब म यहाँमा जाँदो रहेछ ओके यो ब्याक कसरी लिएको भने अन्डु गरेको कन्ट्रोल जेड थिचेर अन्डु गरेछ ओके अब अर्को एउटा बाटो एउटा छ के हो भने अब कोहीलाई इनडिजाइन 2016 अलिकति लोवर भर्जनहरू हुन्छ भर्जन नयाँ हुन्छ नि राइट अहिलेको मैले चाहिँ युज गरेको यो चाहिँ 2021 को 2021 को कोहीको 2018 को हुनसक्छ कोहीको 2016 हुनसक्छ हजुरहरूले यो फाइल चाहिँ अर्को मान्छेले पठाउने बेला यतिको फाइल पठायो भने तिनीहरूको अब अर्कोहरूको चाहिँ यो इनडिजाइन 2018 हो भने ओपन गर्न सक्दैन सक्यो भने पनि फोन्ट हराएको छ यो हराएको छ फोटो हराएको छ त्यस्तो भन्छ त्यति बेला के गर्नुपर्छ गो टु फाइल प्याकेज भन्छ यहाँमा प्याकेज देख्नुभयो राइट अब म यहाँ जुम गरिदिन्छु यहाँ प्याकेज भन्ने एउटा छ नि त्यसमा थिच्नु होला त्यसमा थिच्ने बित्तिका एउटा डायलग बक्स आउँछ एकछिन है डायलग बक्सले के भन्छ भने अब तिमीहरूलाई म एकताल सम्झाइदिन्छु
राम्रोसित सुन्नु होला। यसमा के भन्छ भने यहाँ प्याकेज यहाँ आयो, यहाँ ओके, यहाँमा समरी भन्छ। अब यहाँ भित्र तिमीहरूले फोन जुन युज गरेको छ त्यो पनि हालिदिन्छ। अब यदि फोनहरू कोही कोहीले किनेको छ भने यो चाहिँ सिर्फ के भन्छ लिङ्क मात्र दिन्छ, तिनीहरूले फोन युज गर्ने पाउँदैन, त्यसको जग्गामा अर्कै हाल्नुपर्छ। अब यहाँ हेर्नु फोन टु फोन युज भने छ, यहाँ छ नि जिरो मिसिङ, जिरो एम्बेडेड, जिरो इनकम्प्लिट, जिरो प्रोटेक्टेड भनेको छ, सबै देखाउँछ। लिङ्क एन्ड इमेज 12 लिङ्क पाउन्ड, जिरो मोडिफाई, यहाँ 12वटा फोटो हालेको रहेछ पेज। अनि यहाँमा कलर के रहेछ 13 युज RGB कलर स्पेस भनेको छ। फोन्ट यो दुइटा युज गरेको छ, मिनिङ प्रो रेगुलर र टाइम्स न्यू रोमन रेगुलर युज गरेको छ मैले, राइट। अब यो दुइटा आउँछ। त्यसको पछि लिङ्क एन्ड इमेज, यो फोटोहरू पनि जान्छ, कलर लिङ्क सबै गयो। अब प्याकेज गरिदिनु, अर्को के गर्नुपर्छ प्याकेज। एउटा डायलग बक्स आउँछ, पब्लिकेसन मस्ट बी सेभ बिफोर कन्टिन्यू, यस सेभ गरिदिनु, प्याकेज गर्छ। अब प्याकेज गर्ने बेला एउटा डायलग बक्स आउँछ। डायलग बक्सले के भन्छ भने अब यो हजुरहरूले कुन चाहिँ ठाउँमा राख्ने मन छ, राइट। सो उदाहरण तौरमा म अहिलेको डेस्कटपमा राखिदिन्छु उदाहरण तौरमा। अब कुन चाहिँ फोन चाहिन्छ चाहिँदैन त्यो मान्छेले पठाउने बेला यदि तिमीहरूले फोन एउटा युज गरेको हुन्छ, एउटा जुन अब टाइम्स न्यू रोमन होस् जुन होस्, यो अर्को मान्छेले थाहा हुँदैन तिमीले कुन चाहिँ फोन युज गरेको छ, त्यो चाहिँ कपी गरिदिनु। ग्राफिक पनि लिङ्क गरेर कपी गरिदिनु, अपडेट ग्राफिक लिङ्क यो पनि कपी गरिदिनु। इन्क्लुड, यो चाहिँ इम्पोर्टेन्ट हो त, ओके। इन्क्लुड IDML, IDML भने के हो, यसको मतलब के हो भने जुन लोवर भर्जन हुन्छ 2016, 18 अनि 15 यस्तोहरूकोले युज गर्ने मान्छेहरूले त्यो जुन सफ्टवेयरहरू हुन्छ पुरानो सफ्टवेयरहरू त्योहरूले खोज्न पाउनेको लागि यो युज गर्छ। अब PDF चाहिँ हामीले नराखे पनि हुन्छ, राखे पनि हुन्छ, यसमा केही फरक पर्दैन, किनकि त्यो मान्छेलाई पठाइसक्यो, त्यो मान्छे आफै अनुसारले के मिलाएर PDF बनाएर राखिदिन्छ नि, राइट। अब त्यसको पछि भयो। अब फोल्डरको नाम के राख्ने आफ्नो इच्छाले राखिदिनु होला। म यो फोल्डर नै मुनि डिस्क्रिप्सन राखिदिन्छु अनि हजुरहरूलाई खोल्ने कसरी हो म त्यो अहिले देखाउँछु। प्याकेज गरिदिनु, अलिकति टाइम लिन्छ, जति जुन अब यहाँमा यो देखाउँछ रिस्ट्रिक्सन एप्लाई टु पिपल, यो ओके गरिदिनु। यसको मतलब के हुन्छ भने यसमा मतलब के हो, जुन फोनहरू कोही लाइसेन्स छ भने लाइसेन्सहरू त्यो एग्रिमेन्टहरू त्यस्तोहरूको कुरा हो, यो ओके गरेर के टेन्सन नलिनु होला। तिनीहरूले आफ्नो फाइलको अनुसार, फाइल ठुलो छ भने त्यसले टाइम धेरै लिन्छ, फाइल सानो छ भने टाइम थोरै मात्र लिन्छ। अब टाइम एकछिन लिँदैन, एकछिन लिन्छ। क्रिएटिङ PDF एन्ड IDML भने अलिकति पुरानो ओरिजिनहरू पुरानो सफ्टवेयरहरूलाई युज गर्नको लागि त्यो ओपन गर्छ। अब एकछिन है, यो भयो, भइसक्यो। अब म मेन विन्डोमा जान्छु, यहाँ चाहिँ A4 मेन पेज फोल्डर भनेको छ। अब हजुरहरूले डाउनलोड गर्ने बेला जिप फाइलमा डाउनलोड हुन्छ, त्यो फाइल चाहिँ डाउनलोड भइसकेपछि के गर्नुहोस् भने त्यो फाइल एक्सट्र्याक्ट गरेर निकालेर अनि यो निकालिदिनु होला। यो निकालिसकेपछि डबल क्लिक गरिदिनु, डबल क्लिक गरेर यहाँमा आउँछ, राइट। डकुमेन्ट फोन्ट लिङ्क A4 पेज, यहाँमा 4-5वटा फाइल छ नि। अहिले मैले यहाँमा 2-3वटा सफ्टवेयरसँग चलाउने बेला अलिकति ल्याग हुन्छ मेरो कम्प्युटर, राइट। यो हो, यदि हजुरहरूको 2021 हो भने यो चलायो भने ठिकै हो, केही टेन्सन छैन। यदि हजुरहरूको अलिकति पुरानो सफ्टवेयर हो भने 2018-16 त्यस्तोहरूको हो भने यो खोलिदिनु होला, सेम टु सेम आउँछ। त्यसको पछि मैले फोटोहरू पनि लिङ्क गरिदिएको छु, ओके। फोटोहरू यहाँ छ, फोटो 12वटा यहाँ राखेको छ। यो चाहिँ अघि लोगो हो। अब म लोगो चाहिँ एम्बेड गरौँ कि नगरौँ त्यो गर्छ, राइट। दुइटा राखेको छ, त्यो टेन्सन छैन। यहाँ लिङ्क भनेको छ, A4 मेन पेज यहाँ त्यो चाहिँ हो। अनि फोन्ट कुन चाहिँ युज गरेको छ यहाँ राखेको छ मैले, दुइटा फोन्ट। अब यसमा चाहिँ एउटा लाइसेन्स हुन्छ, लाइसेन्स ओपन फोन्ट हो कि ट्रु टाइप फोन्ट हो कि के हो, लाइसेन्स भएको। यदि लाइसेन्स भएको हो भने यहाँ लाइसेन्स भन्छ, अनि त्यो चाहिँ इन्स्टल गर्ने दिँदैन, पैसा दिनुपर्छ त्यसको लागि, होइन। अलिकति आजकल जमाना पनि कस्तो भयो है। म राइट क्लिक गरेर फोटो लेखिदिन्छु म यहाँमा, सरी
रिनेम गरेर फोटो भनेर लेख्छु, PHO, यो फोटो भनेर लेखिदिन्छु। हजुरहरूलाई यो फोटो हो, यो डकुमेन्ट फन्ट हो, थाहा पाउँछ मेन पेज, राइट। सो यहाँमा हामीले F4 को त्यो छ मेन क्यालेन्डर पेज भन्छ। यो डाउनलोड गरिसकेपछि यो क्यालेन्डर यस्तो युज गर्ने पाउँछ हजुरहरूले अब नेक्स्ट इयरको लागि हो, राइट। सो एक्जाम्पल जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर, यस्तो हो, राइट। अनि यहाँमा मैले कभर पेज बनाएको छैन, हजुरहरूलाई कभर पेज बनाउने म पछि सिकाउने छु। केही अब सधैँ म अब नर्मल पहिला जस्तो मैले रेगुलरली भिडियो हाल्न सक्दिनँ रहेछ आजकल। अब अलिकति एउटा त कोरोनाको दौरमा हो, सेकेन्ड के हो भने अहिले हाम्रो क्लास यस्तो लाग्दैछ, त्यसको कारणले अलिकति डिले हुन्छ, अलिकति ढिलो हुन्छ, ओके। त्यसैले अनि हजुरहरूले अब राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु। धेरैजनाले सब्सक्राइब नगरिकन यतिको बस्यो भने अब के गर्ने त होइन। सब्सक्राइब गरिदिनु होला अनि अलिकति सपोर्ट गरिदिनु यो च्यानललाई, हो त्यति हो। अनि सबैजनाले यो लकडाउनमा केही न केही सिक्नु होला। यो क्यालेन्डर भने सिकिसकेपछि यसमा डिजाइन बेसिक थाहा भयो, एडभान्स चाहिँ अनि हजुरहरू यताउता मिलाउँदै गऱ्यो भने एडभान्स आउँछ भने राम्रोसित बनाउन सक्यो भने यो हजुरहरूले वेबसाइटतिर बेच्ने पाउँछ, फाइबरमा बेच्ने पाउँछ, मान्छेहरूले यहाँ पसलतिर बेच्ने पाउँछ। यो हजुरहरू टेन्सनै नगर्नु होला, यसमाहरू धेरै तरिका छ बेच्ने तरिका, राइट। फर्स्ट सुरु गर्ने बेला चाहिँ फ्रीमै गरिदिनु होला, त्यसमा चाहिँ केही प्रब्लम हुँदैन। किनकि हामी फर्स्ट सुरु गर्ने बेला जे काम पनि फ्रीमै गर्छ, अनि बिस्तारै एक्सपिरियन्स हुँदै अनि अलिकति अब खर्च लिनेहरू सुरु गर्छ, ओके। यतिसम्म राखिदिन्छु। अनि नेक्स्ट अब भिडियोमा हामी कभरहरू कसरी बनाउने हो, त्यसको पछि हामी नेपाली र इङ्ग्लिसको सँगै कम्बाइन गरेर कसरी बनाउने हो त्यस्तोहरूको म सिकाउने छु। अनि नबिर्सिकन सब्सक्राइब गरिदिनु होला, यो एकदम महत्त्वपूर्ण रहेछ मलाई, राइट। सपोर्ट गरिदिनु होला, त्यति हो, ओके। थ्याङ्क यू एभ्रिवान।